हेर्दै हुनुहुन्छ देउराली मिडिया। माया मोह सबै मिली बोलाउन है खुली, माया मोह सबै मिली बोलाउन है खुली। दौडी दौडी कति हिँड्नु के गर्नु छ डुली, दौडी दौडी कति हिँड्नु के गर्नु छ डुली। कति लाउँछौ मनमा बिर्को फुली फुली फुली, लिहिरछौ सधैँ मनमा तुलबुली। चलिरहन्छ सबैको जीवनमा खुल्दुली 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 खुल्दुली। कता जान लाग्नु भएको हो? बिरामी भएको 2-3 महिना भयो, रेस्ट गर्न पुगेको छैन, हिँडै गर्नुहुन्छ। कता जान लाग्नु भएको हो? हेर त बुढी, यो मलाई ज्वानुको तेलले मालिस गरेपछि छ नि, मलाई त यस्तो आनन्द भयो, चट्टै भयो नि। तिमी पनि बेला बेलामा जिउ दुखो घुँडा दुखो कटकटी खायो भन्छौ, तिमी पनि दला है। ए चन्द्रमुखी, ल हेर त, यी ठ्याक्क 2टा आउँछ एउटा बट्टामा टक्का लाएर। अब हामी बुढाबुढीले त युज पनि गर्यौँ। हजुर, हामीहरूले पनि यही मालिस गर्यौँ, अब हजुरहरूले पनि गर्नु होला। धन्यवाद। ल अब म साथीहरूसँग नि कुरा गर्छु, सकेछ तपाईँको पैसा उठाउतिर लाग्छु। तपाईँको त्यो भेट्न आएको मान्छेलाई चाहिँ त्यो कति बेला आउँछ, कहिले आउँछ जग्गा देखाउन यो प्लटिङमा, त्यो चाहिँ भनिदिनु, सुराकी लगाइदिनु। त्यसलाई पनि बरु अलिअलि म पनि सहयोग गरौँला, केही केही उसलाई पनि बरु म दिउँला। अब म अलिसम्म चाहिँ अब हिँड्न पऱ्यो आफ्नै काममा, बसेर पनि साथी नचल्ने भयो। ल है म गएँ अब। ल ल हिँड्दै गरौँ है। ल गएँ है अब। आएको छु म पनि एउटी यसो बनाएको विषय कुरा भन्ने मैले थिएँ। कस्तो लाग्यो? कुनै शङ्का छ? अनि हुँदैन त, दुनियाँले दुनियाँ कुरा काटेर हिँड्छन्, अनि शङ्का हुँदैन त? होइन, के को शङ्का? घरमा साँचो लाग्थ्यो होला त। मेरो घरमा कोही ल्याएको भए तिमी शङ्खै लाउनु पर्दैन नि। शङ्का मान्ने कुरा हुन्छ र भने तै पनि अलिअलि शङ्का त भइहाल्छ नि। बुढाले शङ्का गर्नु पर्दैन त? मान्छेले के कुरा काटेर हिँड्छन्, तिम्रो बुढाले यस्तो ठाउँमा देखेको उस्तो ठाउँमा देखेको भन्छ, अनि शङ्का गर्नु परेन? अब जे भए पनि अब के गर्ने, अब म त गाउँ जाने बेला भइसक्यो। अब यत्रो दिन भइसक्यो गाउँबाट आएको पनि, यसो त्यहाँ पनि विचार गर्नु पऱ्यो नि गएर। गाउँ जाने फेरि तुरुन्तै जाने अनि सबै मिलाएर फेरि आउने हो कि? फेरि आउने? आउनु पर्दैन त? के एक्लै बस्ने विचार छ र? उतै बसे कस्तो होला? होइन नबस्नु, यतै बस्नु कि तपाईँ पनि जाउँ उतै बस्नु? म पनि जाने? तपाईँ पनि जाने भए म पनि उतै बस्नु जाने। तिमी गाउँबाट आएपछि म अफिस छुट्टी लिएर सब साथीहरूसँग नगइकन तिमीलाई सपिङ गर्ने, तिमीलाई टाइम दिने दुनियाँ गरिरहेको छु। तिमीले यत्तिकै शङ्का गर्छ मलाई? अनि अलिअलि शङ्का त भइहाल्छ नि। अब शङ्का गर्दैमा रिसाउनु पर्ने केही कुरा छ छैन होइन? शङ्का त गर्नु भएन नि बाबा। यत्तिका प्यारी शङ्का गरेर भने त हुँदैन नि बाबा। होइन यस्तो नि, अब मान्छेले यसो कुरा गर्छन् होइन, अनि उनीहरूले कुरा गर्दाखेरि हो कि क्या हो भन्ने मनमा हुन्छ कि। त्यत्रो यो जमानामा हामी पनि शङ्का गरेर यसरी हुन्छ त बाबा? हुँदैन, थाहा छ होइन? तै पनि केही न केही हुन्छ नि त। शङ्का हुँदैन है। अब गाउँ जाने फेरि सपिङ गर्नुपर्छ? पर्दैन, अब फेरि म भोलिपछि आइहाल्छु। त्यसो 1 हप्ताको लागि जानु होला म गाउँ, अनि 1 हप्तापछि फेरि म आइहाल्छु। ठिकै छ।
अब भित्र पनि जाने कि होइन गफ गरेर मात्रै बस्ने एकछिनमा आउला नि त फेरि त्यहाँसम्म जाउँ न हामी। फेरि बाहिर जाने अँ, ए त्यो सपिङ एउटा किन्नु छ आज तिमीलाई है गएर गाउँ जाने सामान है अझ माग्छ है ल ठिकै छ पुरै सङ्घार गर्नु पाउँदैन है बाबा सङ्घार गऱ्यो भने त मलाई अलिकति बोर लाग्छ कि बाबा के भने मेरो त सहरमा कोही छैन भने कोही छैन एक्लै अफिस जाने एक्लै फर्किने एक्लै खाने एक्लै बस्ने तिमी आएपछि मलाई कति आनन्द भयो टन्न मासु भात खाए जस्तो लाग्छ है के भा त्यही भएर त सँगै बस्नुपर्छ भनेको नि एक्लै एक्लै बस्दा बोर हुन्छ होइन त्यही भएर सँगै बस्नुपर्छ ल ठिकै छ एउटा सपिङ गरेर आउँ फेरि है म अहिले बिजी छु पछि गफ गर्नु है अहिले राख्ने ल दाइ नमस्कार ओहो बहिनी नमस्कार नमस्कार तिमी सन्चै छौ बहिनी सन्चै छु दाइ सन्चै छु आराम छौ आरामै छु कति वर्षपछि भेट भएन त धेरै वर्ष भयो नि दाइ दाइलाई नभेटेको पनि धेरै भयो अहिले त समस्यामा पो छु त दाइ धेरै समस्यामा पहिलाभन्दा धेरै समस्यामा छु अहिले के पर्यो त्यस्तो बहिनी के गर्नु दाइ यस्तै त हो नि भान्जा भान्जीहरूले पनि दुःख मात्रै दिन्छ ल पिर नगर बहिनी तिम्रो दाजु म छँदैछु होइन यो हाम्रो नेपाली संस्कार कस्तो छ त्यही घरमा हामी 4 दाजुभाइ त्यही बाबाआमाको सम्पत्ति त्यही पोखबाट जन्मेर बाँडा खान पाउने तिमी चेलीबेटीले 10 नङ्ग्रा ख्याएर त्यो सम्पत्तिलाई त्यत्रो बनाएर तिमीलाई चाहिँ हामीले जग्गामा बोकेर घुमाइकन भक्कामा छोएर रोएर बिदा गरेर तिमी त्यो दिनको याद आयो भने तिमीलाई हामीले त्यो जग्गामा बोकेर भक्कानो छुटाएर अर्का पढाइ घरमा पठाएर तिमी जग्गा वरिपरि घुमेर तिमीलाई देखेर अहिले मलाई झल्झल्दो सम्झना आयो कि हो नि दाइ के गर्नु अब छोरा मान्छे अटाउने दाजुभाइ अटाउने हामी दिदीबहिनी नअटाउने यो संस्कारै यस्तै त हो नि दाइ के गर्नु र अब यो संस्कार पनि अलिकति छुट्याउँदै अलिकति मिलाउँदै लानु कारण चाहिँ मिलाउन हुने रे यो संस्कार चाहिँ मिलाउनु नहुने छुट्याउनु नहुने त्यो बेला हेर त हाम्रो बाबा नातिमालाई उच्च शिक्षा दिए नपढाए लेखाए त्यो बिहेमा पनि टपरीमा चिउराएर त्यो झोल हालेको आलुको तरकारी अचार हालेर जन्तीहरूलाई खुवाएर मैले हामीले भगवान छुट्याएर रुँदै रुँदै त्यसलाई बिदा गराइदिनु हो नि दाइ के गर्नु त त्यो खानाहरू पनि त्यो टपरामा दिने अनि त्यस्तो गरेर एउटा के नै पो दिने बारीको पाटामा त्यो गुन्द्री ओछ्याएर सुकुल ओछ्याएर हेर त्यस्तो त्यो होइन अब यस्तै छ दाइ मेरो त समस्या छ दाइ ज्वाइँ पनि विदेशिनु भएको खै हराउनु भयो आउनु भएन भान्जाहरूको पनि केही जागिर छ हो नि दाइ ज्वाइँ त कस्ता ज्वाइँ नभए त विदेशतिर गएर केही घर जम गरे कि खोइ त्यस्तै लाग्छ सम्पर्क छैन दाइ कहिले काहीँ गर्नुहुन्छ लोन मेसन भएर हुँदैन रे तिमीले हाम्रो हवाई खपर जाएर ठक्कै हो नि दाइ बारीको भए मल हालेर हुन्थ्यो कर्महरूको के केही गर्दा पनि हुँदैन दाइ भान्सा भान्जीको पनि जागिर छैन ल बहिनी तिमी ढुक्क हो तिम्रो हाम्रो बाबा मरेर स्वर्ग गए भने म दाजु छु पिपलको रुख जत्रो यो गाउँमा यो ठाउँमा धन पनि भएको मन पनि भएको नाम चढाएको होइन तिमीले धन्यवाद पर्दैन मेरै अरू दाजुभाइले नदिए पनि मेरो अंश काटेर तिमीलाई एउटा घर बनाएर भान्जा भान्जीलाई चाहिँ के अरे पढाएर जागिर लगाएर व्यवस्था मिलाउने मेरो जिम्मा पाएँ तिमीलाई आएर देख्दा मेरो भक्कन छुटो त्यसको लागि तिमीले पिर नगर चिन्ता नगर नि फेरि पनि चिन्ता से चिता तरफ लगे के चिन्ता गऱ्यो भने जे भयो राम्रै भयो जे भइरहेको छ त्यो पनि राम्रो भयो भोलि हुनेवाला पनि राम्रो हुन्छ गीताको सारमा त्यही लेखाएको छ क्या त्यस कारणले चिन्ता के भएको हो दाइ मलाई त रातभरि निन्द्रा लाग्दैन त्यसो नभन न मलाई रुनु मन लाग्छ दुःख नै सुख हो मान्छे जति ठक्कर लागेको नि त्यो शालिग्राम छ नि हिमालबाट खोलामा बग्दै बग्दै ठक्कर खाँदै खाँदै आएपछि अनि यहाँ के मुक्तिनारायण जाने बाटोमा त्यो शालिग्राम पाइन्छ खोलामा हो त्यसले जति ठक्कर लाग्यो त्यति हामी परिपक्का हुन्छ बहिनी दुःख नै सुख हो त्यो त भन्छन् अब खै के हो
यस्तै छ दाइ। अब चाहिँ ढुक्क भएँ म दाइलाई भेटेँ, केही आशा गरेको छु दाइ मैले। अब आशा मात्रै होइन बहिनी, पुरा भरोसा भए। तिमी पनि कहाँदेखि आएको थाकेको होली जाउँ हेर्न घरतिर, ढिलो रोटो जे छ पकाएर खाउँ दाजु बहिनी, रातभरि गफ गरौँ होइन, सल्लाह गरौँ के गर्ने कसो गर्ने, त्यसै गरौँ नि त बहिनी। हुन्छ दाइ, भाउजूलाई यो बाटा गफ गरेर बाटा के भन्छन् मान्छेले होइन, त्यो बाटे छाडा गाउँबाट आ भन्छन् त होइन। पहिला मलाई तिमीले 5 लाख रुपियाँ मेरो खातामा जम्मा गर्छु। बाबन कस्तो भने सरकारी नियुक्ति गर्न आएको कहिले 5 लाख माग्नुहुन्छ। मान्छे के कस्तो स्थितिमा छ पहिला कुरो बुझ्नु के कसो। हेर बाबु, तिम्रो 80 लाख रुपियाँ उठाउनलाई 5 लाख रुपियाँ खर्च नगरिकन मेरो जाँगर पनि चल्दैन। र अर्को नम्बरमा 2-4 जना घुसतिरे प्रयोग गर्नै पर्छ। हेर मैले मान्छे चिनेको छ, म तिनीहरूलाई प्रयोग गर्छु। अब तिनीहरूले खोज्छन् के त अहिले कालमा भन्दाखेरि यो र अनि यसो कुरो बुझ्यौ, यसरी तान्ने अनि यसरी घोप्ट्याउने त्यो खोज्छन्। त्यो कारणले गर्दा मेरो 1-1.5 लाख 2 लाख त केही नभने खर्च हुन्छ। हेर बाबु, अब मसँग पैसा भने अहिले सुको छैन है। तिमीले 5 लाख रुपियाँ हालिदेऊ भने 5 लाख रुपियाँ हालिदिएको भोलिपल्टबाट म तिनीहरूलाई प्रयोग गर्छु। र चाहे त्यो जमिन मुनि जाओस् या आकाशमाथि किनेर जाओस्, म पुर्ताल गर्दै छु। 5 लाखकै कुरो नगर्नु भयो, 80 लाख त गइसक्यो। त्यसमा काम भएन भने 85 हुन्छ। बरु अलिक त्यसमा थोरै गरौँ मिलाउन सकेला नि त अहिले केही समय लागि। एकैचोटि 5 लाख त अब अलि 5 लाख रुपियाँ तिमीले हालिदिनै पर्छ। भएन भने बरु तिम्रो पैसा फिर्ता हुन्छ। त्यो 5 लाख रुपियाँ फिर्ता हुन्छ, न डरा हो। ल 5 लाखको लागि मैले केही लेख्नु पर्छ कि चेक मार्फत दिउँ कि खाता हालिदेऊ। एउटा बनाउनु पर्छ कि पर्दैन, मेसेज आइहाल्छ। मेसेज आएपछि मेरो खातामा पैसा जमाउँछ, मेरो खातामा पैसा जमाएपछि ठ्याक्क उनीहरूलाई बोलाउँछु, ल्याउँछु, यताउति प्रयोग गर्छु, तर त्यो पैसा उठाउँछु। किन आत्तिन्छौ तिमी? 80 लाख रुपियाँ उठाउन 5 लाख खर्च गर्दैनौ? मैले त भनिहालेको छु नि, 10 लाख पऱ्यो नि खर्च गर्छु, तर काम चाहिँ हुन पऱ्यो नि त। काम हुन्छ। 60 लाख रुपियाँ अस्ति उठाउँदाखेरि चाहिँ नि उसले 20 लाख रुपियाँ खर्च गर्यो। तर 20 लाख रुपियाँ खर्च गरे अनुसार 10 लाख चाहिँ मलाई फाइदा भयो। साँच्चै हो है? साँच्चै हो। मेरो पैसा उठ्छ त? उठ्छ भने उठ्छ। मेरो ठुलो व्यवहार मिल्ने भन्छु भाइ। मिल्छ। तिमीले आँटे काम गर्छ। अहिले देऊ न। चेक पुगेछ? कस्तो साइडमा आइपुग्नु यहाँ बस्नु गएर यहाँ 2 दिन बस्नु गलत है। ए पैसा लेखेन, पैसा लेखेको छ नि यहाँ ब्ल्याङ्क। मैले त फेरि 5 लाख 50 लाख लेखेँ भने नि। तिमीले सिग्नेचर हो? ल त्यहाँ होटलमा जाने, यहाँ पछाडि तिम्रो नम्बर र यहाँ पछाडि पनि जस्तो गर्नुपर्छ। ल पैसा उठ्ने उठ्छ। भगवान् दुःखै पर्दा त आउने रहेछ नि, सुख परेको त बसिन्थेन होला मनको कुरो पनि। सोचेको जस्तो केही नहुँदो रहेछ यो भगवान्। म्याम नमस्कार। आज त भगवान्लाई पुकाइरहनु भएको छ त। अब भगवान्लाई पुकार्ने भनेको दुःख परेर रहेछ। बहिनी कुरो सुनिहाल्नुहुन्छ कि हाम्रो कुरा दुःख परेरलाई सुन्ने अरू को नै हुन्छ र म्याम? यही भगवान् हो सुन्ने। मान्छेलाई भनेर पठाइ गर्छन्, त्यसपछि प्याट्ट बोलिहाल्छन्। मान्छे भनेर नभने एकाउन्न। दिदी नमस्ते। त हजुर यतै होसिन्छ? आज कस्तो माइली भेट हुने दिन रहेछ नि। म त साइली हो, माइली होइन। माझा गरे माइली, म डाँडा गरे माइली। कस्तो मिलाइरहेको साइली।
कताजना लाग्नु भएको हो बिरामी भएको 2-3 महिना भयो रेस्ट गर्न पुगेको छैन हिँडै गर्नुहुन्छ कताजना लाग्नु भएको हो हेर त बुढी यो मलाई ज्वानुको तेलले मालिस गरेपछि छ नि मलाई त यस्तो आनन्द भयो चट्टै भयो नि तिमी पनि बेला बेलामा जिउ दुखो घुँडा दुखो कटकटी खायो भन्छौ तिमी पनि दला है ए चन्द्रमुखी ल हेर त यी ठ्याक्क 2टा आउँछ एउटा बट्टामा टक्का लाएर अब हामी बुढाबुढीले त युज पनि गर्यौं हजुर हामीहरूले पनि यही मालिस गर्यौं अब हजुरहरूले पनि गर्न होला धन्यवाद